नमस्कार सबैलाई। फेरि पनि तपाईँको बिचमा DJI Neo 2 ल्याएका छौँ। हामी अनबक्सिङ गर्दैछौँ। हेर्न सक्नुहुन्छ यो हाम्रो DJI छ। यो कम्बो प्याक लिएका छौँ। यसमा तपाईले कन्ट्रोलर पाउनुहुन्छ। केही नोटबुक पाउनुहुन्छ स्टिकर। अहिले एसेसरिजमा एउटा तपाईले RC2 कन्ट्रोलर पाउनुहुन्छ। त्यसको बाद तपाईले किताबको कुराहरू पाउनुहुन्छ, किताबी लिक्विडहरू, DJI स्टिकर छ अनि तपाईले यसमा स्क्रुड्राइभर पाउनुहुन्छ। स्टिकरहरू छ, DJI स्टिकर छ। साइड राख्नेछौँ। एउटा USB टाइप C केबल छ, यो चार्ज गर्नको लागि तपाईले ब्याट्री चार्जलाई। यहाँ तपाईको ब्याट्री DJI को कम्बो प्याक लिएकोले गर्दाखेरि तपाईले एक्स्ट्रा ब्याट्री पाउनुहुन्छ। तपाईले दुईटा एउटा फास्ट चार्जर पनि पाउनुहुन्छ सक्नुहुन्छ। यो RC2 रिमोट हो। यो रिमोटमा स्क्रिन छैन अनि स्क्रिन नभएकोले गर्दाखेरि हामीले हाम्रो मोबाइललाई राख्नुपर्छ। हेर्न सक्नुहुन्छ मोबाइल राख्ने ठाउँ छ। यो मोबाइल र रिमोटलाई कनेक्ट गर्नको लागि यहाँ केबल दिएको छ र यो केबल चाहिँ तपाईको पुरानो आइफोनमा युज गर्न सक्नुहुन्छ। यहाँ मोबाइल राख्ने अनि यसलाई कनेक्टर यहाँ दिएको छ। यसमा तपाईले हेर्न सक्नुहुन्छ यहाँ फ्लाइट मोड छ हैन, यहाँ तपाईको एउटा यहाँ पावर छ, यहाँ तपाईको C and S भन्ने मोड हैन, स्पोर्ट्स मोड, नर्मल मोड, सिनेम्याटिक मोड तपाईले चलाउन सक्नुहुन्छ। यहाँ स्विच छ सक्नुहुन्छ। स्विचले तपाईको भिडियो फोटो काम लाग्छ भने यहाँ अगाडिपट्टि चाहिँ फङ्सन मोड छ। फङ्सन मोड हो अनि यसमा तपाईको क्यामेरा स्विच छ हैन। साइड राख्नेछौँ। ड्रोनमा जाने हेर्न सक्नुहुन्छ। यहाँ DJI Neo एउटा ट्रान्समिटर लागेको छ। यो ट्रान्समिटरले तपाईले पुरानो Neo 1 चाहिँ 50 मिटर जान्थ्यो भने कागजमा लेखेको यो ट्रान्समिटर लगाउनुहुन्छ भने र तपाईले यो रिमोट चलाउनुहुन्छ भने 500 मिटरसम्म जान्छ। तर कति जान्छ मलाई थाहा छैन, यो चेक गर्दैछु। अनि यहाँ एउटा स्विच पनि छ सक्नुहुन्छ। यसको बारेमा तपाईले धेरै युट्युबरबाट तपाईले सुनिसक्नु भएको छ। त्यसले गर्दा हामी यसलाई धेरै समय लिने छैनौँ। अब यसलाई बनाउने छौँ। त्यसको बाद कस्तो हुनेछ, के कस्तो छ सबै कुरा हामी भिडियो मार्फत देखाउँछौँ। अनि यसमा तपाईले यहाँ ब्याट्री एउटा लागेको छ। त्यसले गर्दा तीनटा कम्बो प्याकमा तपाईले कुल 3टा ब्याट्री तपाईले पाउन सक्नुहुन्छ। अब हामी यो ड्रोनलाई उडाउन आँटेका छौँ। हुन्छ, अब हामी यसको स्याम्पल सट हेर्नेछौँ। यो ड्रोनको यो हाम्रो DJI Neo 2 को स्याम्पल सट तपाईले हेर्न सक्नुहुन्छ। अनि यो DJI Neo मा तपाईले 8 बिटमा तपाईले रेकर्ड गर्न सक्नुहुन्छ। अरु DJI जस्तो तपाईले यसमा 10 बिट र D-Log को तपाईले कुनै फिचर पाउनुहुन्न र नर्मल 8 बिटमा तपाईले रेकर्ड गर्न सक्नुहुन्छ भिडियोलाई। तर Neo भन्दा पुरानो DJI Neo भन्दा यसको कलर राम्रो छ।
स्टेबिलिटी पनि राम्रो छ हेर्न सक्नुहुन्छ। मैले भिडियो अलिक रेकर्ड गरेर मैले यसलाई क्रप गरेको थिएँ, तर पनि पिक्चर क्वालिटीमा त्यति फरक आएको छैन, हेर्न सक्नुहुन्छ। अनि मैले यो DJI Neo 2 लाई उडाउँदाखेरि 120 मिटर माथिसम्म मैले उडाउन सकेँ। धन्यवाद तपाईहरुलाई मैले यो भिडियो हेरिदिनु भयो। यो भिडियोलाई लाइक अनि सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।